के तपाईहरुलाई थाहा छ मेरो च्यानलको सबैभन्दा बढी हेरिएको भिडियो भनेको लप्सीको अचारको भिडियो हो। मैले चाहिँ 3 वर्ष अगाडि चाहिँ यो च्यानलमा चाहिँ लप्सीको अचार बनाएर 9 मिनेट लामो भिडियो पोस्ट गरेको थिएँ। त्यसमा चाहिँ लगभग 28,000 जनाले हेरेर माया दिनुभएको छ। त्यसको लागि सम्पूर्णलाई हृदयदेखि नै धन्यवाद व्यक्त गर्न चाहे। आज चाहिँ मेरो घरमा फेरि पनि लप्सीको अचार बन्दै थियो। मलाई लाग्यो 3 वर्ष अगाडिको आजलाई फेरि ताजा गरौँ भनेर मैले चाहिँ फेरिको अचारको भिडियो लिएर आएको छु। यो भिडियोलाई पनि माया गरिदिनुहुन्छ भन्ने चाहिँ मैले एकदमै ठुलो आशा लिएको छु। मैले चाहिँ 1 किलो लप्सी लिएर आएको थिएँ मार्केटबाट। यसलाई चाहिँ मजाले उमाल्नु होला। बोक्रा ननिस यसरी बोक्रा जुन किसिमले बोक्रा फाट्ने किसिमको हुन्छ त्यति बेलासम्म पकाउनु होला। त्यसपछि चाहिँ हल्का चिसो हुन दिएपछि त्यसको बोक्रा चाहिँ निकाल्दिनु होला। धेरै भयो भिडियो नबनाएको, भोइस ओभर गर्न अलि गाह्रो भयो जस्तो भएको छ, हजुरहरूले बुझ्नुहुन्छ। त्यसपछि एउटा कराईमा तोरीको तेल लिएँ मैले। तपाईँ जुनसुकै तेल पनि लिन सक्नुहुन्छ। त्यसमा मेथी, जिरा अनि सौंफ फुराएँ। मैले चाहिँ सौंफको मात्रा चाहिँ अलि धेरै राख्छु किनभने सौंफले चाहिँ हाम्रो पेटको पाचन प्रणालीलाई पनि एकदमै मद्दत पुर्याउँछ अनि मलाई चाहिँ सौंफको टेस्ट पनि एकदम मनपर्छ। त्यही भएर अरूहरूलाई भन्दा चाहिँ मैले सौंफलाई अलि बढी मात्रामा लिएँ। सबै कुरालाई फुराइसकेपछि मैले राखेँ लप्सीलाई राम्रोसँग चलाइसकेपछि खुर्सानी, नुन सबै आफ्नो इच्छाले राख्नु होला। कसैलाई अलि टाठो नुन मनपर्छ, कसैलाई अलि टाठो खुर्सानी मनपर्छ। टाठो भनेको अलि धेरै है। फेरि कतिपय अवस्थामा चाहिँ भाषा नमिल्दो रहेछ अनि दिदी त्यो भनेको के हो भन्नुहुन्छ। त्यसपछि राख्नुहोस् 1 चम्चा बेसार। यो चाहिँ सेतो देखिरहेको छ। एकछिनमा कालो राम्रो अचार बनेर तयार हुन्छ। यसको लागि चाहिँ मेहनत र पर्खाइ दुईटै एकदमै जरुरी छ। मैले चाहिँ यसलाई चलाएँ। नुन बेसार र खुर्सानीको धुलो मात्र हालेको छु। मैले अरू केही पनि हालेको छैन। यसलाई राम्रोसँग चलाउनु जाँदाखेरि मैले के कुरा याद गरेँ भने मैले चाहिँ आज अलिक बढी तेल युज गरेछु। यो चाहिँ 2 किलो लप्सी हुन्थ्यो भने चाहिँ यति तेललाई ठिक्क हुन्थ्यो जस्तो लाग्यो मलाई। तैपनि ठिकै छ, केही छैन। अचार हो, अलिकति बढी तेल त युज गरिन्छ। अनि अर्को कुरा तपाईहरुले चाहिँ त्यो लप्सीको बोक्रालाई चाहिँ नफाल्नु होला है। लप्सीको बोक्राको एकदमै ठुलो महत्त्व छ। म भनिदिन्छु लप्सीको बोक्राले चाहिँ तपाईले ड्राई गराएर मिक्सरमा पिनेर राख्नु भयो भने तपाईले त्यसको चाहिँ अचारमा छोप हाल्न प्रयोग गर्न सक्नुहुन्छ। अरु त के गरे थियो के हाल्नु भयो।